नमस्कार सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। म चाहिँ एकदमै आरामै छु सदाको जस्तै। आज चाहिँ म फरक भिडियो बनाउँदै छु। नर्मल भिडियो भन्दा नर्मल भिडियो चाहिँ म भ्लगहरु बनाइरहेको हुन्छु कहिलेकाहीँ। आज चाहिँ थोरै अनुभव पनि साटौँ भनेर जापान आएको नि लगभग 3 वर्ष हुन थाल्यो। सुरुको 2 वर्ष चाहिँ ल्याङ्ग्वेज पढ्यो, जापानिज ल्याङ्ग्वेज। अनि त्यसपछि चाहिँ आईटी पढ्न भनेर चाहिँ भोकेसनल कलेज छिरेको पनि 1 वर्ष लागेर 2 वर्ष लाग्यो। फर्स्ट सेमेस्टर चाहिँ मेरो सकिसक्यो। अहिले चाहिँ म सेकेन्ड सेमेस्टरमा छु। अनि जापानमा चाहिँ के हुन्छ भन्दा चाहिँ सेकेन्ड सेमेस्टरमा लाग्ने बित्तिकै, किनकि मेरो टोटल सेकेन्ड सेमेस्टरसम्म हो नि त 2 इयर्सको कोर्स। अनि 2 इयर्समा स्टार्ट हुने बित्तिकै चाहिँ हामीले कम्पनीहरुको लागि चाहिँ खोज्ने काम चाहिँ सुरु गर्न पर्छ। सिउसोको काचुदो भन्छ हैन जापानमा। अनि त्यसपछि अचम्म लाग्छ अहिले हैन। कुनै समय थियो आईटी भनेपछि यस्तो इन्ट्रेस्टै नै, कुनै समय चाहिँ जिन्दगीमा पछि गएर भविष्यमा गएर पढ्छु जस्तो चाहिँ लागै थिएन। समय अनुसार समय गतिशील छ हैन। अनि त्यसपछि 2 वर्ष ल्याङ्ग्वेज स्कुल पढ्दा पढ्दै चाहिँ मैले धेरै नसोचिकिन, मान्छेहरूलाई त धेरै टाइम लाग्छ नि त कुन सब्जेक्ट पढ्ने भनेर चाहिँ मैले चाहिँ यसो जापानको माहौल बुझेर आईटी पढ्दा ठिक हुन्छ भनेर चाहिँ आईटी रोजेँ। अब त्यो डिसिजन ठिक कि बेठिक त समय अनुसार थाहा होला हैन। किनकि अब यहाँ धेरै सब्जेक्टहरु छन् त पढ्नलाई, मस्तै सब्जेक्टहरु छन्। अनि म चाहिँ आईटी पढ्नुको रिजन चाहिँ म आईटीमा कमजोर, अनि मेरो कमजोर पक्षलाई चाहिँ बलियो पक्षमा लाने सोचेर चाहिँ म खास आईटी रोजेको। खास हैन रियल भन्नु पर्दा चाहिँ म यहाँ जापान आउँदासम्म ल्यापटपै छोएको थिएन हैन। अचम्म नि लाग्छ होला कति पहिला हैन, ल्यापटप नि छोएको थिएन। अब 10 सम्म छँदा त अब गाउँमा पढेको, खासै कम्प्युटर क्लासहरु नै नहुने। 11 12 मा चाहिँ चान्स थियो। अब त्यो चाहिँ छुट्टै डिबेट हो, त्यो चाहिँ म जोइन गरेन भनौं न, चान्स थियो जोइन गरेन। अनि त्यसपछि समय अनुसार जापान आइयो। अनि जापान आइसकेपछि चाहिँ आईटी पढ्नु। जापान अब टेक्नोलोजीमा धेरै अगाडि छ नि त। वर्ल्डको टप 2 3 मा चाहिँ छैन कि, टप 10 कन्ट्रीहरुमा त पर्छ नि। अनि टेक्नोलोजीमा चाहिँ अलि समय त यही बसिन्छ, धेरै लामो समय नबसे पनि। अनि यहाँ बस्नलाई चाहिँ अब वर्किङ गर्नु पर्यो। अनि त्यही सोचेर चाहिँ आईटी रोजेँ। धेरै टाइम चाहिँ लागेन मलाई आईटी रोज्नलाई चाहिँ। मैले चाहिँ अरूलाई सोध्दैन आफै मन बनाएँ अनि रोजिहालेँ। अनि कलेज पनि फिक्स भइसक्यो। अनि अहिले चाहिँ फर्स्ट सेमेस्टर सकेर सेकेन्ड सेमेस्टर लागिसकेँ। अनि खासमा चाहिँ मेरो भोलि इन्टरभ्यू छ हैन एउटा कम्पनीमा। खुसी पनि लाहा, अब कम्पनीमा एक न एक दिन त जसरी जानै छ हैन। अनि सबले वर्किङ गर्छन्, नगर्ने कुरो त हैन, सबले गर्छन्। अनि मलाई किन स्पेशल छ भन्दा चाहिँ म सोच्दै नसोचेको बाटो हैन, जिन्दगीमा कहिले यतातिर लाग्छु जस्तो लागेको थिएन। अनि त्यसपछि फाइनल्ली चाहिँ यता आईटी सेक्टरमा छिरेर भोलि चाहिँ फर्स्ट इन्टरभ्यू। अनि खासै त्यस्तो तयारी त केही पनि छैन। त्यही पनि अब 1 वर्षमा त्यति धेरै नि कहाँ सिकिएर म चाहिँ खास अहिले चाहिँ आईटी इन्जिनियर, वेब डेभलपमेन्ट हैन, वेब डेभलपर भनौं न। पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ म पीएचपी पढिरहेको। अनि पीएचपी पढ्छु भनेर चाहिँ पढेको होइन कि, म पढ्ने कलेजमा चाहिँ पीएचपी पढाउँदो रहेछ। पहिला चाहिँ थाहा थिएन। अनि प्रोग्रामिङ ल्याङ्ग्वेज पनि के हुन्छ नि थाहा थिएन स्टार्टिङमा छिर्ने बेलामा चाहिँ। अहिले चाहिँ बिस्तारै सब सिक्दै अलिअलि, पहिला भन्दा चाहिँ अलि आउँछ। त्यति धेरै पर्फेक्ट त छैन केही कुरामा नि, तर पनि आँटेपछि चाहिँ जे पनि हुँदो रहेछ भन्ने चाहिँ बुझ्यो भनौँ न। अब भोलि पास हुने फेल हुने त्यो त आफ्नो ठाउँमा छ, मेन कुरा चाहिँ सिक्नु होइन। मलाई चाहिँ सिक्नु ठुलो कुरा लाग्छ। अहिले अब कम्पनीहरू त अब बिस्तारै 1 वर्ष छ, 1 वर्षसम्ममा चाहिँ कोही न कोही त भइहाल्छ। तर पनि फर्स्ट अनुभव भनौँ न, पहिलो अनुभव हुँदैछ। मेरो चाहिँ पहिलो इन्टरभ्यू नै कम्पनीमै जानुपर्ने भयो। खास नजिक छ कन्ट्री मैले रोजेको कम्पनी चाहिँ, त्यही भएर चाहिँ नजिक भएको कारणले चाहिँ भोलि टेस्ट छ, आईक्यू टेस्ट छ। अनि त्यसपछि आईटी टेस्ट अनि मेन्स इन्टरभ्यू भनौँ न। अनि इन्टरभ्यू पनि उही गएर छ 3 घण्टा जति। अनि हेरौँ कस्तो हुन्छ अनुभव। अब यहाँ चाहिँ आईटी गाह्रो छ कि जापानमा गाह्रो किन छ भन्दा चाहिँ अब अरू कन्ट्रीमा अर्थात् नेपालमा पढेको भए चाहिँ अब नेपालीमा अर्थात् इङ्ग्लिसमा पनि पढ्न पाइन्छ नि त। यहाँ चाहिँ सब जापानिजमै पढ्न पर्ने। अनि जापानिज पनि राम्रो बनाउनु पर्यो नि त त्यसको लागि। अनि त्यही भएर पनि गाह्रो छ। जसो तसो फर्स्ट सेमेस्टर चाहिँ कट्यो। अहिले सेकेन्ड सेमेस्टरमा चाहिँ ठिकै पढाइ हुन्छ होला। धेरै सब्जेक्ट थपियो। फर्स्ट सेमेस्टरमा चाहिँ खासै थिएन, पीएचपी थियो, वर्डहरु पढ्यो। अनि एचटीएमएल सीएसएसहरु पढाइ चाहिँ मैले स्कुलमा नि कलेजमा नि पढिन्थेँ कि, तर म चाहिँ युट्युब हेरेर अलिअलि पढ्थेँ आफै। किनकि अब लास्टै कमजोर नि त आफू। अनि कमजोर भएपछि केही न केही त सुधार गर्नु पर्यो।
अनि त्यही भएर अचम्म लाग्छ होइन। आइटी रोजेर नि अब भोलि इन्टरभ्यू दिन जाँदैछु। पास फेल हुने ठाउँ आफ्नो छ होइन, जे होला राम्रै होला। अनुभव आइटीमा चाहिँ के कस्तो क्वेसनहरू सोध्छ, कम्पनीहरू के कस्तो हुन्छ नि थाहा होइन। खासै म नि गएँ होइन, कम्पनी भिजिट गर्न गएको छैन। भोलि चाहिँ जाँदैछु। अनि गइसकेपछि चाहिँ मेरो के हुन्छ रिजल्ट आउन चाहिँ लगभग हप्ता 10 दिन लाग्छ। हप्ता 10 दिनपछि चाहिँ सायद त्यो पास भयो भने चाहिँ नेक्स्ट प्रोसेस हुन्छ, फेरि नेक्स्ट इन्टरभ्यू पनि हुन्छ। यहाँ चाहिँ इन्टरभ्यू लास्टै धेरै दिन पर्छ कि। अनि यहाँ चाहिँ आइटी कम्पनीमा छिर्न गाह्रो पनि छ होइन। किन गाह्रो छ भन्दा चाहिँ जापानको सबै कम्पनीहरूले चाहिँ हामी फरेनरहरूलाई चाहिँ लिँदैन कि। नलिनुको कारण पनि छ। एउटा कारण त अब हामीभन्दा सिनियर आएका मान्छेहरूले राम्रो इमेज दिन नसकेर होइन। सबै कम्पनीहरूमा त हुँदैन कि, धेरै जसो कम्पनीहरूमा त त्यही हुन्छ। किनकि अब फरेनरहरूले सबै त नभनौँ, कुनै कुनैले गर्दा चाहिँ नराम्रो इम्प्याक्ट पर्छ। अनि दोस्रो रिजन भनेको चाहिँ अब जापानिजहरूले चाहिँ कम्पनीमा लङ टर्म काम गर्ने मान्छे खोज्छ। हामी भनेको त धेरै समय बसिँदैन नि त। त्यही नि एउटा कम्पनी मन परेन भने अर्को कम्पनीमा गइहालिन्छ, छोडिन्छ। उनीहरूलाई चाहिँ लङ टर्म सकेसम्म चाहिँ जिन्दगीभरि एउटै कम्पनीमा बस्ने मान्छे चाहिन्छ होइन। त्यही भएर पनि सबै कम्पनीले लिँदैन। अहिले पनि लगभग 10 मा 2-3 वटा आइटी कम्पनीले चाहिँ फरेनरलाई लिन्छ होइन। त्यही भएर पनि कम्पनी खोज्न पाउन गाह्रो छ होइन। असम्भव त छैन कि, तर सोचेको भन्दा चाहिँ गाह्रो छ। अनि बलि दिन्छु। बलि दिइसकेपछि कस्तो हुन्छ, यदि त्यसमा भएन भने चाहिँ म नेक्स्ट स्टेपमा जानुपर्ने हुन्छ होइन। कम्पनीहरू फेरि दोस्रो तेस्रो गर्दै स्टेप बाई स्टेप होइन। अनि भोलि के कस्तो हुन्छ म चाहिँ त्यसको लागि फेरि छुट्टै भिडियो बनाउँछु। भोलिको लागि चाहिँ खासै तयारी त छैन त्यही पनि। अनि यहाँ धेरैजना हुनुहुन्छ नि त, अब नेपालबाट आउने त खासै पहिले सोचेर चाहिँ आएको हुँदैनन् होला धेरै जसो। अब अहिले नियोङ्गो गएको मतलब जापानिज स्कुलमा पढ्दै हुने मान्छेहरूले चाहिँ सोचिरहनु आउनु होला होइन। आइटी गाह्रो त छ, त्यति धेरै गाह्रो पनि छैन होइन। बिस्तारै मिहिनेत गरेपछि चाहिँ सकिन्छ। आफूमा विश्वास गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर मेरो चाहिँ भोलि के रिजल्ट हुन्छ म चाहिँ फेरि हजुरहरूलाई भिडियो बनाउँछु। यदि कसैको कमेन्ट आयो भने खासै भिडियो धेरैजनाले त हेर्नु हुँदैन, त्यही पनि आफ्नो अनुभव अहिले यो भिडियो गरेर राख्दा चाहिँ पछि कुनै समय हेर्न पाइन्छ नि त। त्यो बेलाको अनुभव भनेर चाहिँ खास मैले बनाएको, नत्र खासै बनाउन जाँगर पनि थिएन। किनकि हल्का यसो तयारी गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ त्यस्तोसम्मको लागि भोलिको लागि चाहिँ म फेरि अपडेट दिन्छु होइन। भोलि चाहिँ भिडियो बनाउनु भ्याउँदिनँ होला, म सिधै काम जानुपर्ने हुन्छ। त्यहाँ सकेपछि पर्सि अथवा 2-3 दिनपछि चाहिँ फेरि नेक्स्ट भिडियो आउँछ त्यसको बारेमा, मेरो अनुभव इन्टरभ्यूमा के कस्तो क्वेसन सोध्दो रहेछ भनेर। त्यस्तोसम्मको लागि चाहिँ बाई बाई। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद।